नमस्ते, म सरोज कार्की। टेडएक्समा बोल्ने भनेर भनिसके पछाडि मैले केही स्पिकरहरूको भिडियो गरेर हेरेँ। उहाँहरू सबैजनाको स्टोरी एकदमै इन्स्पायरिङ थियो, मोटिभेसनल थियो। उहाँहरूसँग बताउनको लागि एकदम बवाल बवाल कुराहरू थियो। अनि म त फेरि सधैँभरि बोलि नै रहेको, मेरो नामै प्रोजेक्ट कुरा। मैले सोचेँ स्टेज चढेपछि आगो बाल्ने हो। तर आगो बाल्नको लागि बोल्ने के भनेर मैले जब आफ्नो लाइफलाई खोजी हेरेँ, मसँग त्यस्तो इन्स्पायरिङ कुरा केही पनि थिएन। मसँग बताउन लायकको त्यस्तो कुनै इक्जाम्पल्सहरू पनि थिएन। अनि इक्जाम्पल्स नै नभइसके पछाडि बताउने कुरा नै नभएपछि आगो कसरी बाल्ने भन्ने डर पनि भयो। तर खोज्दै गर्दा सोच्दै गर्दाखेरि मसँग बताउने कुरा किन थिएन भन्दा मैले मेरो जीवनमा जे भइरहेको थियो त्यो आफै भइरहेको थियो, कुनै पनि कुरा प्लान गरेको थिएन, सबै कुरा मसँग आफै आइलागेको थियो। जस्तो जतिखेर मैले एसएलसी पास गरेँ, एसएलसी पास गरिसके पछाडि मैले +2 मा मिडिया पढेँ। अब मैले मिडिया कसरी पढेँ भन्नुहुन्छ भने त्यो मिडिया मलाई आइलागेको थियो, किनभने +2 मा मेरो स्कुलमा 2-3वटा विषय पढाइ हुन्थ्यो, 2-3वटा फ्याकल्टी पढाइ हुन्थ्यो, जसमध्ये एउटा मिडिया थियो, त्यो भर्खरै आएको थियो र अरू एजुकेसन लगायतको फ्याकल्टीमा अलरेडी धेरै विद्यार्थीहरू भइसकेका थिए। सरले मलाई मिडिया पढ भनेर कन्भिन्स गर्नुभयो, म कन्भिन्स भएँ, मैले त्यसमा भर्ना भएँ, एडमिसन लिएँ, म मिडिया पढ्न थालेँ। मिडिया पढिसके पछाडि पत्रकारिता गर्नको लागि म बाध्य भएँ, मलाई फेरि पत्रकारिता आइलाग्यो, पत्रिका आइलाग्यो, म पत्रिकामा काम गर्न थालेँ। पत्रिकामा काम गर्दै गर्दाखेरि एक दिन एकजना व्यक्तिले मलाई आफ्नो गाउँको समस्या सुनाउनु भयो। त्यो गाउँको समस्या कस्तो थियो भने उहाँको बस्तीको छेउमा एउटा फ्याक्ट्री थियो, त्यो फ्याक्ट्रीको चिम्नीबाट निस्केको धुलोले चाहिँ उहाँहरूको पुरै बस्तीभरि नै कालो छरिदिन्थ्यो। उहाँले धेरैचोटि कम्प्लेन गर्नुभएको थियो, त्यो कम्प्लेन सुनिएको थिएन। त्यसपछि उहाँलाई मलाई भनिसके पछाडि म उहाँको गाउँमा गएँ, उहाँको बस्तीमा गएर उहाँहरूको समस्याहरूलाई मैले रिपोर्टिङ गरेँ। रिपोर्टिङ गरेर मैले त्यो समाचार बनाएँ अनि समाचारलाई पत्रिकामा प्रकाशित पनि भयो त्यो समाचार। अब मलाई लाग्यो मैले अब यो समाचार हालिसके पछाडि त्यो अब उद्योगको बेन्ड बज्नेवाला छ, प्रशासनले उसलाई कारबाही गर्छ, अब त्यो धुलो निक्लिँदा बन्द हुन्छ, अब त्यहाँको मान्छेहरूले त्यो धुलोबाट मुक्ति पाउँछन्। अनि मिडियाको पावर, खास पावर पनि त्यही त हो नि, समाचार छापिसकेपछि त्यसबाट केही प्रभाव हुने। तर त्यस्तो केही पनि भएन। मैले समाचार लेखेँ, यस्तो लाग्थ्यो त्यो समाचार मैले लेखेँ, मैले पढेँ, त्यहाँ कुनै पनि परिवर्तन देखिएको थिएन। तर त्यसले के भइदियो भन्दाखेरि चाहिँ सरोज कार्की भन्ने एउटा पत्रकार छ, यो पत्रकारले यस्तो खालको विषयहरू, यस्तो खालको समस्याहरू उठाउँछ भन्ने कुरा भयो। अनि धेरै समस्याहरू मसँग आइपुग्न थाल्यो, धेरैजनाले मलाई आफ्नो समस्याहरू सुनाउन थाल्नुभयो, साना साना समस्याहरू मसँग आइपुग्यो, त्यसको बारेमा मैले समाचारहरू बनाएँ। अनि त्यो समाचारहरू बनाइरहँदाखेरि त्यसले पहिले जस्तै परिवर्तन खासै पार्दैन थियो, केहीले सानो सानो चेन्जेसहरू पार्थ्यो, त्योभन्दा ठुलो केही पनि थिएन भएको। तर मलाई चाहिँ समस्याहरू देख्ने बानी बनायो त्यसले। सो मलाई चाहिँ अब कसैले समस्या भने पनि नभने पनि यहाँ चाहिँ समस्या छ है भन्ने खालको मैले देख्न थालेँ। मैले त्यस्तो खालका विषयहरूमा रिपोर्टिङ गर्न थालेँ। तर पत्रिकामा काम गर्दाखेरि खास गरी मोफसलमा बसेर पत्रकारितामा काम गरिरहनु भएको छ, पत्रिकामा काम गरिरहनु भएको छ भने पत्रकारहरूको प्रब्लम के हुन्छ भने उहाँहरूले प्रेस मिटहरू अटेन्ड गर्नुपर्छ र प्रेस मिटमा जे बतायो त्यो कुरा मात्रै समाचार बनाउनुपर्छ। फिल्डमा गएर समाचार बनाउने खासै त्यो अवसर पाइँदैन। त्यस पछाडि त्यसले गर्दाखेरि मैले पत्रिका छोडेँ अनि एउटा अनलाइन सुरु गरेँ मैले विराटनगरमा आफै। आवर विराटनगर भन्ने अनलाइन सुरु गरेँ। त्यो सम्भवतः प्रदेशकै पहिलो अनलाइन मध्ये थियो। हामीले 2010-11 मा त्यो सुरु गरेका थियौँ। र त्यस पछाडि मैले फेरि साना साना कुराहरू उठाउन थालेँ। सडकमा खाल्डो छ, सडकको छेउमा फोहोर छ, पार्किङको समस्या छ, यस्ता खालका साना साना समस्याहरू मैले उठाइरहेको थिएँ। र त्यसरी उठाइरहँदाखेरि मलाई मान्छेहरूले समस्या पनि सुनाइरहेका थिए, किनभने म त्यो खालको समाचारहरू वा त्यो खालको समस्याहरूलाई समाचार बनाइरहेको थिएँ। अनि एक दिन मलाई फेरि एकजना व्यक्तिले आफ्नो समस्या सुनाउनु भयो। उहाँको आफन्तलाई अस्पतालमा राखिएको थियो र उहाँलाई रगत चाहिएको छ भनेर उहाँले मलाई आफ्नो समस्या सुनाउनु भयो। र त्यो समस्याले चाहिँ मलाई फेरि अर्को एउटा कुरा आइलाग्नेवाला थियो, जसले गर्दाखेरि मेरो बाटो नै फेरि परिवर्तन हुनेवाला थियो। र किनभने मैले त्यो उहाँको समस्या सुनिसकेपछि उहाँलाई एकजना ब्लड डोनर खोजेर मैले पठाइदिएँ। त्यो फोटो खिचेर मैले फेसबुकमा हालेँ। अनि फेसबुकमा हालिसकेपछि फेरि मलाई अरू थप मान्छेहरूले पनि रगत चाहियो भन्दै, ब्लड चाहियो भन्दै फोन गर्न थाल्नुभयो। अनि म जुन कार्यक्रमहरूमा जान्थेँ, कार्यक्रममा एउटा फर्म पेपर एउटा वितरण गर्थेँ। अनि त्यहाँ पार्टिसिपेन्टहरूले चाहिँ त्यो चाहिँ अर्गनाइजरले नि दिएको एटेन्डेन्स सिट होला भनेर आफ्नो नाम लेख्नुहुन्थ्यो, एड्रेस लेख्नुहुन्थ्यो, फोन नम्बर लेख्नुहुन्थ्यो अनि ब्लड ग्रुप लेख्नुहुन्थ्यो। म त्यो ब्लड ग्रुप हेरेर मानिसहरू बोलाउँथेँ। यसरी मैले रगतको समस्या कति छ, रगतको अभाव नेपालमा कति छ भन्ने कुरा थाहा पाएँ। अनि त्यस पछाडि नै युथ फर ब्लड भन्ने एउटा अर्गनाइजेसन मैले सुरु गरेँ। र त्यो सुरु गरिसकेपछि त्यसमा थुप्रै युथहरू जोडिनु भयो। हामीले देशको 13वटा ठाउँभन्दा बढी ठाउँहरूमा त्यसको शाखाहरू खुल्यो। अनि त्यसमा हजारौँ युथहरू चाहिँ एज अ भोलिन्टियरको रूपमा त्यसमा जोडिनु भएको थियो। र वान अफ द बिगेस्ट अर्गनाइजेसनको रूपमा पनि हामीले कुनै बेला त्यसलाई सञ्चालन गरिरहेका थियौँ। अब म जहाँ जान्थेँ मेरो प्रशंसा हुन्थ्यो। सरोज कार्की त बबाल मान्छे हो, राम्रो मान्छे हो, यो जतिको गजब मान्छे कोही छैन जस्तो हुन्थ्यो। मलाई पनि हो, म त खतरा मान्छे हो भन्ने फिल हुन्थ्यो। जहाँ गयो त्यहीँ प्रशंसा, जता गयो
सबै कुरा ममा अब बिस्तारै घमण्डहरू पनि पलाउन थालेको थियो। म त समाजसेवाको लागि नै बन्या हो, मेरो जन्म नै समाजसेवा गर्नलाई बन्या हो, मैले गरिनँ भने यो कसैले पनि गर्न सक्दैन, त्यो खालको घमण्डहरू उत्पन्न हुने र साथसाथै चाहिँ पैसा भन्ने कुरा केही पनि होइन भन्ने खालको त्यो फिलिङ्सहरू पनि आउन थालेको थियो। समाजसेवा गर्नुपर्छ, बाँकी कुरा त आफै हुन्छ भन्ने खालको त्यो भ्रम चाहिँ ममा आएको थियो। र त्यही गर्दाखेरि मैले 2-4 वर्ष यो कुरा युथ फर ब्लड चलाइरहँदाखेरि फेरि मैले उतापट्टि मेरो जुन अनलाइन सुरु गरेको थिएँ त्यो अनलाइन मैले त्यो बिचमा छोडेँ, त्यसलाई मैले कन्टिन्यू गरिनँ। कन्टिन्यू नगरिसके पछाडि सबै कुरा मेरो लागि युथ फर ब्लड नै थियो। फुल टाइम मैले समाजसेवा गरिरहेको थिएँ, म समाजसेवी भएको थिएँ, म युथ आइकन भएको थिएँ, अवार्ड पाउने सम्मान पाउने कुराहरू भइरहेको थियो। त्यो हुँदै गर्दाखेरि 2015मा फेरि मलाई अर्को एउटा कुरा आइलाग्यो। त्यो कुरा थियो अब केही समयमै मैले मेरो लामो समयदेखिको गर्लफ्रेन्डसँग बिहे गर्नुपर्ने भएको थियो। 7 दिनभित्रमा 10 जना मान्छेभन्दा कम मान्छेलाई एउटा मन्दिरमा राखेर मैले बिहे पनि गरेँ। बिहे गरिसकेपछि मैले थाहा पाएँ पैसा भन्ने कुरा पनि हुँदो रहेछ, घर चलाउनु पनि कुनै कुरा हुँदो रहेछ। जुन कुरा मैले छोडिरहेको थिएँ त्यो कुराहरूले मलाई सताउन थाल्यो, पैसाले सतायो, काम छैन, जागिरले सताउन थाल्यो। त्यस पछाडि जुन कुराले मलाई बताइरहेको थियो पैसा भन्ने कुरा होइन, केही पनि हुँदैन भनेर मैले सोसियल वर्क छोडेँ। त्यसपछि मेरो अनलाइनलाई नै मैले कन्टिन्यू गर्न थाल्यौँ हामीले केही साथीहरू मिलेर, र 2-3 वर्षमा आवर विराटनगर वान अफ द पपुलर मिडियाको रूपमा हामीले त्यसलाई इस्टाब्लिस गरायौँ। र पपुलर हुनु र पैसा हुनु दुई अलग कुरा हो भन्ने मैले फेरि त्यसपछि थाहा पाएँ, अनि मैले फेरि अनलाइन छोडेँ। पैसाको पछि लाग्नु थियो, पैसा कमाउनु थियो, जसरी पनि पैसा कमाउनु छ भनेर एउटा फाउन्डेसनमा, एउटा ठुलो फाउन्डेसनमा मैले एज अ अफिसर लेभलमा मैले काम पाएँ, मैले त्यो काम गर्न थालेँ। मसँग पैसा हुँदै थियो, सबै कुरा ठिक हुँदै थियो, तर 2 वर्षभन्दा छोटो समयमा मैले फेरि त्यो फाउन्डेसन पनि छोडेँ। अब तपाईँलाई लाग्दै होला यसले सबै कुरा छोड्छ, यो आउँछ केही गर्छ अनि छोड्छ, मलाई पनि त्यस्तै लाग्छ। फाउन्डेसन छोडिसके पछाडि मैले सुरुमा पत्रकारिता छोडेँ, पत्रिका छोडेँ, अनलाइन छोडेँ, पिकमा भएको सोसल वर्क छोडेँ, त्यसपछि फाउन्डेसनको जागिर छोडेँ, पैसा छोडेँ, अनि त्यस पछाडि एउटा फ्याक्ट्री सुरु गर्ने भनेर हामीले 1.5 वर्ष समय लगाएँ, त्यो पनि मैले बिचमै छोडेँ। म पनि त्यो छोड्ने कुराहरूबाट एकदमै धेरै त्यो छोडिरहेको छु सबै कुराहरू भन्ने भइरहेको थियो, तर मैले जे छोडिरहेको थिएँ त्यो एकदम अनप्लान्ड वेमा छोडिरहेको थिएँ, मैले प्लान गरेर छोडेको थिइनँ। अनि खासमा त मैले जोडेको पनि त प्लान गरेर थिइनँ नि त, हैन? किनभने मलाई खासमा प्लान गरेको कुराहरू मन पर्दैन, रुटिनमा गर्नुपर्ने कुराहरू मन पर्दैन। मलाई कसैले तैँले यो कुरा हरेक दिन गर्नुपर्छ भन्ने म गर्न सक्दिनँ। त्यही भएर तपाईँले मेरो भुँडी देखिरहनु भएको छ, म जिम पनि रेगुलर रूपमा जान सक्दिनँ। हामी सानो हुँदाखेरि, म जतिखेर सानो थिएँ, मेरो पहाडबाट एक जोडी चाहिँ म जन्मिनुभन्दा अगाडि नै एक जोडी चाहिँ पहाडबाट भागेर विवाह गरेर तराई आएका थिए, अनि उनीहरूको 4 जना छोराछोरी भएको थियो, त्यसमध्ये एउटा म थिएँ। अनि चौथो बच्चा जन्मिसके पछाडि छोटो समयमा उसको त्यो मेरो बुवाको चाहिँ डेथ भयो, अनि मम्मी एक्लैले गर्नुपर्ने सबै कुराहरू गर्नुपर्ने अवस्था भएको थियो। अनि जतिखेर पनि आफूलाई मन लागेको लुगा लाउनु नपाउने, किनभने जे थियो त्यो लाउनु पर्ने, नयाँ लुगा हेर्नको लागि वर्षसम्म पर्खिनु पर्थ्यो, जे छ त्यो खानुपर्ने, खान मन लागेको कुरा खान नपाउने, मान्छेहरूले माया गर्यो भने पनि यसले दया गरिरहेछ कि भन्ने त्यो डर हामीलाई हुन्थ्यो। त्यसरी गरिरहँदाखेरि हरेक कुरा रेस्ट्रिक्सनमा बस्नुपर्ने, यो गर भन्ने मान्छेले त्यही गर्नुपर्ने, यो नगर भन्ने त्यो नगर्नुपर्ने, अनि मलाई लाग्न थाल्यो मैले चाहेको चाहिँ किन मैले गर्न नपाउने, मलाई लागेको मैले किन बोल्न नपाउने। अनि त्यही कुरा चाहिँ मेरो हुर्काइमा देखियो। जतिखेर म ठुलो भएँ, मलाई आफूलाई मन लागेको कुरा म खुलेर बोल्न थालेँ, मलाई आफूलाई गर्न मन लागेको खुलेर गर्न थालेँ। त्यही भएर मैले यो तरिकाले चाहिँ अगाडि बढ्दै गएँ। त्यही भएर मलाई रेस्ट्रिक्सनमा बस्न मन लाग्दैन, मलाई प्लान गरेर कुनै पनि गर्न मन लाग्दैन, र मलाई लाग्छ मेरो जिन्दगीमा मैले प्लान गरेर केही कुरा भएको भने त्यो मेरो छोरी मात्र हो। सो मेरो छोरी, जतिखेर मेरो छोरी भयो, मेरो प्लान गरेर जब हाम्रो छोरी भए पछाडि मेरो लाइफ स्लो भयो। मेरो छोरीले चाहिँ मेरो लाइफलाई स्लो बनाई, बिस्तारै पर्खिँदै हेर्दै हिँड्नको लागि उसले मलाई सिकाई। छोड्नु मात्रै, भाग्नु मात्रै, दौडिनु मात्रै होइन रहेछ जिन्दगी भन्ने कुराहरू मैले त्यस पछाडि बुझेँ। उसले मलाई जीवन के हो, जीवनमा के कुराले महत्त्व राख्छ भन्ने कुराहरू उसले मलाई बुझाइ। अनि एक दिन मेरो छोरीलाई उसको स्कुलबाट होमवर्कमा सोधिएको थियो, तिमीलाई घरमा कथा कसले बताउँछ धेरै भनेर सोधिएको थियो। उसले केही नसोचिकन बाबाले भनेर भनी। अनि त्यो बेला मैले रियलाइज गरेँ, साँच्चै नै पनि म मेरो छोरीसँग जब खेलिरहेको हुन्छु, म उसलाई कथा बताइरहेको हुन्थेँ। जतिखेर म उसलाई कथा बताउनको लागि तिमीलाई के कथा छ सुनाऊ भनेर म उसलाई कथा सुनाउन लगाइरहेको हुन्थेँ। त्यो हात्तीको, घोडाको, जङ्गलको, भूतको, जेको पनि हुनसक्थ्यो।
अनि त्यो बेला मैले रियलाइज गरेँ जतिखेर नानीले मेरो नाम लिई कथा बताउने कुरामा मैले धेरै कुराहरू छोडिरहँदाखेरि एउटा कुरा समातिरहेको रहेछु, त्यो हो कथा, स्टोरी टेलिङ। त्यही भएर नै मैले जे कुराहरू छोडिरहेको थिएँ त्यो त माध्यम मात्रै रहेछ। मैले पत्रिका, अनलाइनमा समाचारको माध्यमबाट कथा बताइरहेको थिएँ। युथ फर ब्लडमा हुँदाखेरि मानिसलाई कन्भिन्स गर्नको लागि, रगत दिनको लागि, कन्भिन्स गर्नको लागि स्टोरी सुनाइरहेको थिएँ। मैले त्यस पछाडि जे गरेँ आफ्नो जिन्दगीमा सबै कथाको रूपमा मैले बताइरहेको थिएँ। र मेरो कथाहरूको खास विषय पनि जहिले पनि सोसल विषयहरू भइरहेको थियो, समाजको विषयहरू भइरहेको थियो। त्यही भएर मैले समाचार लेख्दाखेरि खाल्डोको समाचार लेखिरहेको थिएँ। अनलाइनमा प्रोजेक्ट कुरा सुरु गरेर अनलाइनमा हामीले समाचार बताइरहँदाखेरि डक्टरको ह्यान्डराइटिङ किन नराम्रो हुन्छ, स्कुलको ब्याग किन भारी हुन्छ, यो लगायतका कथाहरू मैले सुनाइरहेको थिएँ। र मलाई लाग्छ यसको बेस समाजको कथा बताउनुपर्छ भन्ने बेस मलाई पहिलोपल्ट पत्रकारिता सुरु गरे पछाडि जतिखेर मेरो गाउँमा धुलोको समस्या छ भनेर सुनाउँदाखेरिको त्यो कुराले गर्दाखेरि जोडेको हुनसक्छ। त्यसले गर्दाखेरि प्रोजेक्ट कुरा सुरु भइसके पछाडि नेपालमा किन एयर पोल्युसन छ भनेर मैले त्यो खालको कन्टेन्टहरू बनाइरहेको छु अहिले। र मैले भनि नै हालेँ, मैले धेरै कुराहरू छोडेको छु यो बिचमा। सबै कुराहरू छोडिएर आइरहँदाखेरि पनि कथा मसँग सधैँभरि छ। र अब अन्तिममा मैले मेरो छोरीलाई बताउने कुरा सायद म तपाईँहरूलाई पनि बताउन चाहन्छु। म हुर्कदै गर्दा मैले जे भोगेँ, म अहिले जे छु, मैले जीवनमा मैले जे कुराहरू देखेको छु वा मैले जे कुराहरूमा अनुभव गरेको छु, मेरो छोरीले त्यो कुराहरू अनुभव नगरोस् भन्ने म चाहन्छु। खुलेर बोल्न पाइँदैन थियो, म खुलेर मेरो छोरीले बोल्न पाओस् भन्ने कुरा म चाहन्छु। र मेरो फेरि बानी मन परेन भने फ्याट्ट भनिदिने बानी छ, जसले गर्दाखेरि मैले धेरैको चित्त दुखाएको छु। मैले बन्नुपर्ने काम पनि बोलेरै बिगारिदिएको छु। म मेरो छोरीले त्यसो नगरोस्, मेरो छोरीले चाहिँ बोल्दाखेरि पोलिटिकल्ली करेक्ट भएर बोल्न सकोस्, मिलाएर बोल्न सकोस्। र बोल्नु भनेको सुनाउनको लागि मात्रै होइन, बुझाउनको लागि हो भन्ने कुरा बुझोस् भनेर म चाहन्छु। र मैले कुनै बेला पैसा केही पनि होइन भनेर कुदेँ। त्यस पछाडि पैसा सबै थोक हो भनेर कुदेँ। त्यसको पछाडि यसरी कुदेँ, म थाक्ने गरी कुदेँ। अनि जब म थाकेँ, जब मेरो हातबाट सबै कुराहरू छुटिसकेको थियो, त्यसपछि मेरो आफ्नो कोर, मेरो आफ्नो क्षमता जे थियो, म जेको लागि चाहिँ बनेको हो जस्तो मलाई लाग्छ, स्टोरी टेलिङ, म त्यसमा फर्केँ अनि मैले प्रोजेक्ट कुरा सुरु गरेँ। र प्रोजेक्ट कुरा सुरु गर्दाखेरि मलाई पैसा कमाउनु छ भन्ने थिएन, मलाई कथा बताउनु छ भन्ने थियो, मलाई विषय उठाउनु छ भन्ने थियो। अनि जब मैले इमान्दार भएर आफ्नो काम गरिरहेको थिएँ, जब मैले इमान्दार भएर आफ्नो कर्म गरिरहेको थिएँ, मैले क्राफ्ट बनाइरहेको थिएँ, अनि अचम्म त्यस पछाडि पैसा आफै आउन थाल्यो। म मेरो छोरीलाई, मलाई लाग्छ यो कुरा मैले अनकन्सियसली नै 5 वर्ष अगाडि नै बुझिसकेको थिएँ, 2020मा जतिखेर मेरो छोरी जन्मेकी थिए। त्यही भएर मैले मेरो छोरीको नाम नै त्यही राखेको थिएँ, काव्यश्री लक्ष्मी। र मेरो छोरीलाई वा तपाईँहरू सबैलाई मैले दिन खोजेको मन्त्र पनि यही हो। सो काव्य अर्थात् अध्ययन वा सिप सिक्नु। मैले नजानिदो तरिकाले सानैदेखि नयाँ सिपहरू सिकिरहेको रहेछु। हरेक पटक म नयाँ कुरा सिकिरहेको हुन्थेँ, मलाई त्यो सिक्न जरुरी छ कि छैन मलाई थाहा छैन। मैले सुरुमै मैले टाइपिङ सिकेको थिएँ, त्यो मलाई त्यतिखेर काम थिएन, पछि पत्रकारिता गर्दा काम लाग्यो। मैले फोटो एडिट गर्नदेखि लिएर भिडियो एडिट गर्न सिकिसकेको थिएँ, जतिखेर मलाई त्यसको कुनै काम थिएन, त्यो मलाई अहिले काम लागिरहेको छ। मेरो गाडी छैन, म गाडी चलाउन पाउँदिनँ, तर मैले ड्राइभिङ सिकिसकेको छु। म सोच्दिनँ कुनै कुरा सिक्दाखेरि चाहिँ त्यो मलाई पछि काम लाग्छ कि लाग्दैन भनेर। सिक्ने अवसर आउँछ, सिक्न मन लाग्छ, त्यो कुरा सिक्छु। जान्ने जिज्ञासा जाग्छ, जान्न मन लाग्छ, त्यो कुरामा जान्छु, हैन? सो काव्य फर्स्ट थिङ, अध्ययन गर्नुहोस्, सिप सिक्नुहोस्। दोस्रो भनेको श्री अर्थात् कर्म, काम। तपाईँले सिकेको कुरालाई काममा कसरी लागू गर्नुहुन्छ भन्ने कुरा दोस्रो कुरा हो। र त्यस पछाडि अन्तिममा आउने लक्ष्मी अर्थात् पैसा, त्यो आफै आउँछ। सो काव्य, श्री, लक्ष्मी। तर यसलाई क्रम भङ्ग गरेर पहिले नै पैसा कमाउन थाल्ने हो भने म जस्तो थाकिन्छ, न काव्य हुन्छ न श्री हुन्छ। सो मेरो छोरीलाई दिने मन्त्र, तपाईँहरूलाई मैले दिने मन्त्र भनेको काव्य, श्री, लक्ष्मी। थ्याङ्क यू एभ्रिवान।